हेलो नमस्ते मेरो ब्लग हेर्ने सबैजनालाई। आज चाहिँ हामी स्विमिङ जाँदै हो, नानीहरू लगेर मेरो बच्चालाई स्विमिङ लगेर जाँदै हो। स्विमिङ चाहिँ हाम्रो घरदेखिको 10 मिनट जति गाडीमा जानुपर्छ। अब चाहिँ हामी स्विमिङ जाँदै हो। अब चाहिँ स्विमिङ पुगेर अनि हामी स्विमिङभित्र पस्दै हो। मेरो छोरा चाहिँ स्विमिङ खेलिसक्यो। अब छोरी र म चाहिँ जाँदै हो। छोरीलाई चाहिँ एक्लै खेल्न अलि डर लाग्छ, अनि त्यही भएर म सँगसँगै जानुपर्छ। तर पानी चाहिँ चिसो थियो। फर्स्टमा जाँदा चाहिँ एकदम चिसो जस्तो फिल भयो, तर त्यस्तो धेरै चिसो थिएन इन्डोरको भित्र भएर। जस्तो स्विमिङ गर्न चाहिँ मजा आउँछ यहाँ। मेरो छोरालाई चाहिँ स्विमिङ मजाले खेल्न आउँछ। ऊ चाहिँ एकदम धेरै इन्जोय गर्छ। अब चाहिँ मैले पनि यसो स्विमिङ खेलिदिएको यहाँ। हल्का त धेरै त खेल्नै सक्दैन, यस्तो थाकेर खुट्टा सबै दुखे जस्तो हुन्छ स्विमिङ गर्दा नि। यो चाहिँ तातो पानीमा हो। हामी चाहिँ यहाँ हट वाटरमा बसेको। उता चिसो पानीमा स्विमिङ गर्दा चाहिँ अलिक चिसो भयो जस्तो फिल भयो। अनि छोरी र म चाहिँ तातो पानीमा यता आएको। छोरा चाहिँ उतै स्विमिङ गरिरहेछ, हामी चाहिँ यता तातो पानीमा इन्जोय गरिरहेछ। मेरो छोरीले कस्तो मजाले इन्जोय गरिरहेछ।
हामी चाहिँ यहाँ तातो पानीमा बसिरहेको मेरो छोरालाई चाहिँ मैले तातो पानी खेल्न आऊ यता तातो पानी भनेको आउनै मानिरहेको छैन ऊ चाहिँ उतै चिसो पानीमा बसिरहेछ पछाडि एक्लै छ चिसो पानीमा अरूको पनि छ ऊ त पछि अलिअलि देखिरहेको छु त्यो पुरा स्विमिङमा खेलिरहेछ यो चाहिँ हामी स्विमिङ गरिसकेर अनि गर्मी भयो अझ गर्मी छ बाहिर अनि त्यही भएर आइस कफी खाने भनेर बाहिर आइस कफी खान जाँदै हो अब कफी लिन जाने डङ्की डनलमा हामी कफी लिएर अब फर्किँदै हो कफी लिएर यो चाहिँ कफी टाइम हाम्रो दिउँसोको कफी टाइम अब यो चाहिँ हाम्रो मोमोको खिमा रेडी भयो अब चाहिँ मोमो बनाउनु लागेको अब चाहिँ हामीले मोमो बनाउन थाल्यो अब मोमो रोटी बेल्दैछ अब मोमो बनाउने हो यो चाहिँ मैले बनाएको अचार मोमोसँग खाने अचार हेर्दा एकदम मिठो लाग्छ भएको छ अनि मोमो पनि बनाइसक्यो हामीले अब यो मोमो पकाउने अब मोमो पाकेर पनि हामीले रेडी गर्यो अब यो मोमो खान थालेको मोमो चाहिँ एकदम यम्मी यम्मी एकदम मिठो भएको थियो म चाहिँ यो चाहिँ तेन्जिङ ढल्करको बाउछोरी कस्तो क्युट देखेछ है बाउछोरीलाई अनि मेरो छोरा र छोरी मेरो प्रिन्स अनि यो चाहिँ म अनि यो चाहिँ मेरो आमा र म अनि अर्को चाहिँ यो चाहिँ मेरो छोरीको फोटो पिक्चर थ्याङ्क यू फर वाचिङ बाइ बाइ